आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्यान्ड्समा सम्पन्न सिरिज नेपालका लागि अत्यन्तै निराशाजनक रह्यो। नेपालले खेलका चारै खेलमा पराजय बेहोर्दै सम्भावित 8 अङ्कमध्ये 1 अङ्क पनि जोड्न सकेन। यससँगै नेपालको शीर्ष 4मा पुग्ने सम्भावना लगभग समाप्त भएको छ। लगातार 4 हारले नेपालको अङ्क तालिकामा पनि ठूलो असर परेको छ। 32 खेलमा 24 अङ्क जोडेको नेपाल 6औं स्थानमा झरेको छ। नामिबियासँग लगातार 2 खेल गुमाएपछि नामिबियाले 31 खेलबाट 26 अङ्क जोड्दै 5औं स्थान कब्जा गरेको छ। क्यानाडाले पनि 24 अङ्क भए पनि रन रेटका आधारमा नेपालभन्दा पछाडि रहेको छ भने युएई 24 खेलबाट 14 अङ्कसहित तालिकाको पुछारमा छ। अब शीर्ष 4मा पुग्न नेपालले बाँकी 4 खेल जित्नुपर्नेछ। त्यससँगै अन्य टोलीहरूको नतिजा पनि नेपालकै पक्षमा आउनुपर्ने कठिन अवस्था सिर्जना भएको छ। विशेष गरी ओमानले बाँकी 8 खेलमध्ये 1 खेल मात्र जिते पनि वा नेपालले बाँकी खेलमध्ये 1 खेल पनि गुमाए नेपाल शीर्ष 4मा पुग्ने सम्भावना पूर्ण रूपमा समाप्त हुनेछ। यही वास्तविकतालाई स्वीकार गर्दै कप्तान रोहित पौडेलले अब टोलीको ध्यान शीर्ष 4 भन्दा पनि ओडिआई मान्यता सुरक्षित गर्दै शीर्ष 6 भित्र रहने लक्ष्यमा केन्द्रित हुने बताएका छन्। अब नेपालको हरेक खेल गौर या मर्क अवस्थामा पुगेको छ, जहाँ प्रत्येक अङ्कको महत्त्व अत्यन्तै ठूलो हुनेछ। अर्कोतर्फ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाले 32 खेलबाट 43 अङ्क जोड्दै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरिसकेको छ। नेपाललाई पराजित गरेपछि नेदरल्यान्ड्स 31 खेलबाट 38 अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ भने स्कटल्यान्ड पनि 32 खेलबाट समान 38 अङ्कका साथ शीर्ष स्थानमा रहेको छ। ओमान 28 खेलबाट 31 अङ्कसहित चौथो स्थानमा रहँदै बलियो अवस्थामा छ। अब नेपालका लागि बाँकी 4 खेल केवल जितका लागि मात्र होइन, ओडिआई मान्यता जोगाउने अभियानका लागि अत्यन्त महत्त्वपूर्ण बनेका र सम्पूर्ण समर्थकहरूले पनि टोलीबाट बलियो पुनरागमनको अपेक्षा गरेका छन्। आगामी खेल राम्रो होस् भन्ने हामी फ्यानहरूको तर्फबाट धेरै धेरै शुभकामना छ नेपाली क्रिकेट टिमलाई।